सो यो पालि मैले फेरि पनि आफ्नो बकेट लिस्टबाट एउटा कन्ट्रीलाई माइनस गरेको छु एन्ड त्यो कन्ट्री रहेको छ सिङ्गापुर। एन्ड दिस इज माई 4th इन्टरनेसनल ट्रिप होइन। म एकदमै धेरै खुसी छु। सो हामीले सिङ्गापुर जाने डिसाइड गऱ्यौँ अनि हामी एक दिन अगाडि दिल्ली गयौँ अनि त्यहाँ दिल्लीदेखि चाहिँ 5.5 घन्टाको फ्लाइट रहेछ। सो हामी बिहानै मर्निङमै हामी सिटी पुग्यौँ सिङ्गापुर होइन। अनि त्यसपछि हाम्रो लकी डे थियो कि सिङ्गापुरमा चाहिँ के प्रब्लम रहेछ भने अर्ली चेकिङ नमिल्ने रहेछ। तर त्यो दिन हामीलाई अर्ली चेकिङ पाएँ। हामी गएर 9 बजे फटाफट फ्रेसन अप भएर हामी निस्क्यौँ युनिभर्सल स्टुडियोको लागि। किनभने युनिभर्सल स्टुडियोको हाम्रो अलरेडी हामीले टिकट काटेरै गएको थियो। सबै कुरा हामीले नेपालबाटै एरेन्ज गरेर गएको थियौँ। अनि त्यसपछि हामी होइन 4 घन्टा युनिभर्सल स्टुडियो घुमेपछि हामी सिधा गार्डन बाई द वे मेरिना स्काई पार्क र अनि हामी जुरासिक वर्ल्ड घुम्यौँ होइन। सो डे 1 हामीले सिटीको पुरै टुर गरेर यस्तो दामी लागिरहेको थियो होइन। सिङ्गापुरको भाइब्स नै बेग्लै रहेछ। यो गार्डन बाई द वे त रातिमा यस्तो दामी देख्दो रहेछ है, आँखाले हेर्दा त झन् दामी।